एभ्रिवान वेलकम टु माई मिनी ब्लग। त म बिहान बिहान आइसकेको छु हस्पिटल किन आएँ भन्दैमा तपाईँलाई थाहा छ होला कति दिनबाट मैले मम्मीलाई यताउता कुदेर आएको छु होइन, किनभने मम्मीको हेल्थ ठिक छैन, त्यही भएर यताउता कुदेर आएको छु। अहिले चाहिँ बजिसकेको छ बिहानको 6 अनि म निस्केको 4:30-5 बजी। गाडीमा यहाँसम्म आइपुग्नलाई त 1 घन्टा लाग्छ अनि यहाँ तक आइपुग्दा चाहिँ 1 घन्टा लाग्छ। अनि किन छिटो भयो भन्दाखेरि चाहिँ अब हुनु त कहीँ जानुभन्दा अगाडि एकछिन अगाडि छिटो नै निस्किनुपर्छ। त्यही पनि अहिले आउँदा चाहिँ ट्राफिक थिएन, ट्राफिक नहुँदा त थाहै छ होला के भन्थ्यो 15 मिनटमा त्यो बाटोमा पुगिन्छ भनेदेखि 5 मिनटमै पुगिन्छ, त्यतिको सुविधा हुन्छ ट्राफिकले नगर्दा चाहिँ। सो अनि मैले चाहिँ अहिले फ्री भएर यसो मेरो पछाडि हस्पिटल देख्न सक्नुहुन्छ होला, कति ठुलो हस्पिटल छ होइन। म चाहिँ बाहिरपट्टि छु कि निस्किने एक्ज्याक्टमा छु म चाहिँ, यताबाट चाहिँ निस्किन्छ होइन। कति राम्रो भ्यू देखिएको क्या यहाँ मर्निङमा, कति चिसो छ कि कति चिसो मजा लाग्यो कि यहाँनिर आएर चाहिँ। अनि मलाई यस्तो भिडियो बनाउन मन लाग्यो आज, किनभने लास्ट डे हो नि त। सो त्यही भएर मैले पनि यस्तो भिडियो बनाइदिएको, कति राम्रो लाग्ने भ्यू छ हेर्नु न, यहाँको भ्यूहरू हेर्नु कति राम्रो छ कि, कति राम्रोसँगले राखेको होइन। यता पनि हेर्न सक्नुहुन्छ, यता पनि हेर्न सक्नुहुन्छ। यताबाट चाहिँ हस्पिटल जाने होइन, यो सब चाहिँ हस्पिटल हो। सो यहाँ सबैतिर नै हस्पिटल छ यतातिर हाम्रो काम चाहिँ यता। अनि मन चाहिँ उनीहरू बसिरहनु भएको छ होइन, त्यति नै हो। रुखहरू हेर्नु कस्तो राम्रो छ होइन, कति दिनबाट यस्तो फ्रेस नेचर फ्रेस हावा मतलब भेटिँदैन क्या अब यहाँनिर, बहुत मुस्किल हुन्छ। त्यही भएर चाहिँ सो हेर्न सक्नुहुन्छ कति राम्रो छ क्या यहाँको भ्यूजहरू चाहिँ। अनि एक्जिट चाहिँ यताबाट हो। सो तपाईँहरू पनि केही बिरामी हुनुभयो भनेदेखि आउन सक्नुहुनेछ, यता चाहिँ एक्जिट हो। अनि यता चाहिँ हाम्रो काम हुनेछ, यता चाहिँबाट चाहिँ हस्पिटल सबैतिर काम हुन्छ हाम्रो चाहिँ। अनि यता चाहिँ मलाई एउटा ब्लड टेस्टको रिपोर्ट चाहिएको छ। सो हेर्न सक्नुहुन्छ कति राम्रो छ। सो गाइस अब भन्नुलाई केही पनि छैन, लगभग सकि नै गयो। सो आजको लागि त्यति नै भन्दै मेरो च्यानल भनौँ कि मेरो उसलाई चाहिँ फलो गरिदिनु, अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू, गरिदिनु। जतिसम्म अगाडि बढाउन सक्नुहुन्छ त्यतिसम्म अगाडि बढाइदिनु भन्न चाहन्छु। त्यसमा चाहिँ आजको लागि यति नै, बाई बाई।